हेलो नमस्ते सम्पूर्णमा फेरि पनि सानो भिडियोको साथ उपस्थित भएकी छु। सन्चै हुनुहुन्छ, आरामै हुनुहुन्छ होला। म पनि सन्चै छु। मैले चाहिँ अस्ति मस्यौरा बनाएको थिएँ नि त हैन। अनि कसरी पकाउने भनेर सबैजनालाई थाहा छैन होला। बनाउने त तरिका थाहा पाइसक्नुभयो हैन। पकाउने चाहिँ कसरी हो भन्दाखेरि सुरुमा चाहिँ बनिसकेको मसौरालाई मैले चाहिँ तेलमा तारेँ हैन। अनि अर्को कराई बसाएर त्यसमा प्याज फुराइदिए र त्यसलाई रातो हुने गरी चलाएर पकाउने हो एकछिन तेलमा। त्यस पछाडि चाहिँ बेसारलाई पनि मैले चाहिँ तेलमै प्राय फुराउने गर्छु। सब्जीहरू पकाउँदाखेरि जे पकाउँदाखेरि नि बेसार हाल्ने चिजहरुमा चाहिँ मैले चाहिँ यसरी नै तेलमै फर्स्टमै बेसार हाल्ने गरेको छु। हजुरहरूले कसरी गर्नुहुन्छ कुनै म चाहिँ मेरो चाहिँ बानी नै यस्तो छ है, पहिलेदेखि नै। बादमा पनि लाउन सक्नुहुन्छ, तर यस्तो भएपछि चाहिँ बेसार गनाउँदैन क्या, राम्रो हुन्छ। अनि यसरी फुराइसकेपछि चाहिँ अब चाहिँ मैले चाहिँ सबै मसलाहरू ग्राइन्डरमा एकैचोटि पिसेर यसरी पेस्ट बनाएको थिएँ। टमाटर पनि मिसाएर अनि सबै मैले चाहिँ तेलमा यसरी पकाउँदैछु। यसलाई एकछिन चलाएर मजाले यसलाई पनि पाके पछाडि मात्रै मस्यौरा चाहिँ हाल्न मिल्छ। मजाले पाक्नुपर्छ यो मसला पनि। मैले चाहिँ सुरुमै नुन पनि लगाइसकेँ। नुन चाहिँ ठिक्क लाग्यो, किनभने मस्यौरामा पनि मैले नुन हालेर बनाएको थिएँ नि त। नुन हालेर बनाउँदा नि हुन्छ, नहाले बनाउँदाखेरि पनि हुन्छ। नुन हाल्दाखेरि चाहिँ रेडी हुन्छ क्या मसला, नुनहरू सबै अगाडि नै हालेपछि चाहिँ रेडी हुन्छ नि त। तारेर मात्रै पनि खान मिल्छ मस्यौरालाई। यो भएर मैले चाहिँ कम नुन लगाएको छु, अगाडि नै नुन लगाएकोले गर्दाखेरि। यस्तो भएको छ, राम्रो कलर कस्तो राम्रो आएको छ। कराईलाई चाहिँ ध्यान नदिनु ल, मेरो कराई चाहिँ यस्तै छ। मिठो खानेको यस्तै हुन्छ, कराई डढ्छ नि त यसरी। अल्छे मान्छेको